चाहिँ जानिराख्नुपर्छ है। त्यही मलाई पनि मन थियो यो कसरी हाम्रो के छ लिपि भाषा हैन। हामी नाचिरिङ त नाचिरिङ अब अहिले साम्पाङ बोल्ला छौँ किनकि यो चाहिँ साम्पाङ बस्ती हो। हामी चाहिँ कहीँबाट 51 सालमा छुट्यो त्यति बेला 7 पुस्ता पुगेको थियो रहेछ। त्यही ठाउँ रहेछ रादेपा राछेमा राछेलुङ भन्ने हो हाम्रो सामे रादेपा रादेपा राछेमा राछेलुङ तीनटा खाली नाचिङ भयो। माइला भयो बाङदेल किन बन्यो त्यो गाउँको नाम किन बन्यो बाङदेल त्यसको इतिहासले खोज्दा पृष्ठभूमिलाई खोज्दाखेरि बाङदेल भनेको चाहिँ हुन्छ। बाङदेल भनेको चाहिँ बाङ भनेको चाहिँ बामु फापर बामु देलमाको ठाउँ बाङ हिउँमाको ठाउँ बाङदेल भनेको चाहिँ फापर बारीलाई चाहिँ देल भनेको उखेल्नु बाङदेल भन्छ देल भन्छ हाम्रो नासिङबाट बाङदेल बाङदेलमाको ठाउँ सबै सुनिराख्नु पर्ने पछि जानकारी हुनु पर्यो नि त। अब कसरी उत्पत्ति भयो भन्ने कुरा गर्दै हुनुहुन्छ। नासिङ बाजेको चाहिँ माइला छोरा चाहिँ त्यहाँ बस्यो ऊ बाङदेलले नासिङ भयो। अब साइला छोरा चाहिँ कता गएछ त? साइला छोरा चाहिँ त्यही पातेल बेसीदेखि सिधा उकालो भिरदेखि माथि थाप्लो माथि बसेछ। अहिले पनि हामी देख्छौँ। त्यहाँ म एक दिन बासमा बसेको छु। हाम्रो नासिङको घरमा इतिहासहरू जोड्दै जाने क्रममा आइसियु खर्कमा हाम्रो चाहिँ एउटा सम्मेलन थियो। त्यो सम्मेलन अधिवेशन थियो। त्यहाँ चाहिँ केन्द्रीय अधिवेशन थियो आइसियु खर्कमा। त्यहाँ गएको थिएँ म यहाँबाट। अनि हो त्यो के अरे तल पातेल बेसीदेखि साइला चाहिँ पारामा निस्क्यो र पाराली नासिङ हुन पुगे। पाराली नासिङहरू भनेको अहिले यहाँ ओख्रेमा बस्छन् नौधनहरू परे पाराली नासिङ हुनेहरू। अब कान्छा चाहिँ कता गयो कान्छा कता गयो त भन्दाखेरि कान्छा त सट्टै ऊ माथि सोताङ पसेछ। त्यो पारालाई पनि कटेर माथि सोताङ जस्तै उसको मौली गाउँतिर पऱ्यो। त्यसो भए त त्यो मान्छे त कान्छाकोबाट सोताङबाट आएको भन्दै थियो। तर उसले चाहिँ के भन्यो भनेदेखि हामी नाचिरिङहरू 5 भाइ अरे 4 भाइ मात्रै भन्दै थियो। 4 भाइ मात्रै हो। राखाली बाजे जेठाको त्यहाँ बसे पछाडि त्यसको सन्तति फेदितिर आएछ। राखाबाट मन्जी र पुर्णी भन्ने छोराहरू थियो। त्यो जेठाको भाइ आएछ शिकार खेल्दै खाँदै यताको खोला पछाडि एक भाइ उता के भन्छ डेकुमी खोला पछाडिको पहिला त आएमा यो वातेमासम्म यहाँसम्म बसेछन्। यहाँदेखि वातेमादेखि एक भाइ उताको खोला चाहिँ जानु पर्यो भने उता लागेछ। यताको खोला नै पछाएर चरा माछा खान्छ क्या। चरा माछा खायो चरा माछा पनि खायो। अब माथि जङ्गलको चरा चुरुङ्गी के खाने फलफुलहरू हाम्रै खाँदै आएको रहेछन्। र हामी चाहिँ यसरी यहाँ वातेममा पाछ हाम्रो होइन वातेमा बनाएको छौँ। ए वातेमा उयो चाहिँ हो वातेमा हो गोत्र वातेमा बनाएको छौँ। गोत्र भनौँ पाछा भनौँ जे भनौँ त्यो एउटै हो। नाचिरिङको तिमीहरू कुन पाछ भन्दाखेरि वातेमा फेरि हामी वातेमलु थियौँ। वातेमा फेरि हुन पुगेको छौँ अहिले हिम पृष्ठभूमि छ। किन वातेमलुबाट चाहिँ वातेमलु थिए हाम्रो बाजे त पहिला। वातेमलुहरू एकराम बाजेहरू पर्छन् अहिले। हामी छुटिएर आइयो। किन छुटियो भन्दाखेरि साइनामा पऱ्यो। हार फुटायो पुस्ता गलेर 7 पुस्ता गले पछाडि 7 पुस्ता यहाँ भइसकेको भएको हुनाले 51 सालमा चाहिँ 7 पुस्ता भइसकेको थियो आएको नासिङहरू। 51 सालमा 7 पुस्ता भइसक्यो। 51 सालमा 7 पुस्ता भइसकेको थियो होइन। त्यस पछाडि 7 पुस्ता गलेपछि हार फुटाए पछाडि हामीले हाम्रो सामे अथवा जे भनौँ सामे पाछा भनौँ जे भनौँ त्यो चाहिँ छुटाएर ल्याइयो। वातेमा बनाएर आइयो हामी चाहिँ वातेमा बनायो। तर राजा भनेर बनाएको थियो। डिपम पास जन्माएको थियो त्यो पुर्खाले। त्यो फेल भयो। केन्द्र हामीले बेच्दाखेरि यसको अर्थ लगाऊ भनेर भनिदिए पछाडि म छक्क भएँ। अनि आएर दिपम पारेर अर्थ लगाऊ भने त काका अर्थ के हो यसको भन्दाखेरि बुढो पनि छक्कै परेको बुढा पनि मिलेन
अर्थै लाउन सक्ने खेल खाएको त्यतिकै बोलिदिएको रहेछ वातेम वा राजा बुराजा हाम्रो चाहिँ भने पछाडि ल ओके ताली बोल्यो भनेर उहाँ पार्टी गर्दा मिल्दैन होइन अनि नमिले पछाडि अर्थ लगाऊ भने चाहिँ अर्थ लगाउन सकिएन नसके पछाडि त्यही आइसुलमा कुरा त्यस्तो हो हामीले त्यहीँ लगेको हाम्रो दस्तावेज त्यहाँ लगेर पेश हाम्रो केन्द्रीय समिति छ नि त किराँत राजु नाचिङ शाखामा केन्द्रीय कमिटी भनेर लेखेको छ कार्यालय किराँत नाचिङ किराँत रादुङ हामी रादुङ भनेको नाचिङबाट राई भनेको रदुङला भन्ने पनि ठाउँ छ होइन रदुङला त अरू राईहरूको ठाउँ होइन रदु मात्रै भन्छ अनि त्यहाँदेखि चाहिँ हाम्रो चाहिँ अर्थ लाग्न नसके पछाडि फेरि आएर यहाँ संशोधन फेरि गरियो फेरि मिटिङ राख्यो मैले अहिले बसेँ तिमीहरू बाबु बसेकै घरमा तर बाजे पनि हुनुहुन्थ्यो त्यो बेला त्यो मूल घरमा मिटिङ भयो मैले नै मिटिङ राखेको सबै दाजुभाइ भेला हुनु पर्ला भनेर सब दाजुभाइ यहाँ हाम्रो चाहिँ पास भएन अर्थ लाउनु लाएँ मैले अर्थ दिन सकिनँ मैले पुर्खाले भनेको छ भए पो भन्नु अब अर्थ खोज्छ भने मलाई थाहा पनि भएन हाम्रो दर्ता गर्नु लगेको थियो पेस गर्नु अब केन्द्रीय कमिटीमा लगेको मैले लग्दाखेरि म मात्र होइन प्रवीण र म दुईजना हामीले लग्दाखेरि त्यो अर्थै लाउन सकेन दुईजना टुवा पढेपछि मुखुन्दा जस्तो आयौँ घर फेरि होइन आएर अनि फेरि सबै भेला गरेर फेरि राख्यौँ यो अर्थ लाउनु टिका पालेको कुरा बुझेको टुवा भएको कुरो नाम लाउने कुरो नौरान गर्ने नै कुरो टुवा है के हो सबैले मिलाउनु कता मिलाउनु है मिलाएर त्यसलाई कसरी हुन्छ त्यो केटाहरूले अलिक गर्नु पर्यो भन्नुहुन्छ के गर्नु कता मिलाउनु के मिलाउनु त केटाहरू बुढा पाकाको भनाइ सुन्ने हो पुर्खाउले त्यहाँबाट चाहिँ लु अब चाहिँ के गर्नु त भन्दाखेरि यसलाई क्यान्सल गरिदियो हान्नु क्यान्सल हालेर अर्को जन्म अर्थ लाग्ने खालको अनि अर्थ लाग्नेमा ल अर्थ लाग्नेमा राख्नु सबै टेम्पाहरू सबै जुमाएको थिएँ मैले प्रश्न राखेँ ल वातेम्लु हाम्रो थियो अहिले वातेम्लुदेखि वातेम्लु उनीहरूको त छाँदैछ एकराम खालको त एकराम र हाम्रो हाँगामा पर्थ्यो क्या ट्याक्कै हो त भन्दा राजु टेम्पा र एकरामको भान्जी राजु टेम्पा चाहिँ एकरामको भान्जी राजु टेम्पाको पनि भान्जी हो नि त हाम्रो सबैको भान्जी हो नि त किन नेटु चाहिँ नासिरिङमै हो नि त राजु टेम्पाको आमा चाहिँ हाम्रो नासिरिङमै हो नासिरिङमेको छोरी चाहिँ नासिरिङमेको छोरी चाहिँ नासिरिङले बिहा गर्यो क्या नासिरिङमे चाहिँ दामरेवामा गयो दामरेवामा त गयो दामरेवामे त हो तर पनि दुध चाहिँ फेरि नासिरिङको मामाले भान्जी हान्यो रामटेम्पा चाहिँ हो त्यो कारणले हात फुटाएर पासा अर्को फुटाएर उनीहरूले बस्न पाउने बनाएको नत्र बस्न नपाउँदैन उनीहरू छेतकी पातकी डाँडा कटिहाल्नु फट हुनुपर्ने चाहिँ थियो होइन त्यो कारणले रामटेम्पा र रामटेम्पालाई उनीहरूले प्रेम बिहा गरे मिलेर गरे पछाडि दाजुभाइमा अब समस्या आए पछाडि दाजुभाइले अनि हो त्यसरी त्यस्तो भएर दिएको थियो भाडा खर्च आउने जाने उता बस्दा खाने होइन दिएको थियो अनि गएर चाहिँ उत्तर मधेसबाटै जानुभयो म यताबाट गएँ काठमाडौँ भेटेको भेटेर चाहिँ हामी एक ठाउँ भेटे पछाडि हामी संस्था छिर्यौँ छिरे पछाडि हाम्रो संस्था चाहिँ काठमाडौँको गोकर्णमा छ है हामी कसरी कुन खेतीमा आइपुग्यौँ भन्ने कुराहरू त त्यो डिटेलमा हुन्छ नि त कसरी जन्मेको थियो नासिरिङ भन्ने कुराहरू पनि त यहाँनिर हुन्छ अनि त्यो बुझिराख्नु न यो कार्यालय बन्दै गरेको छ भर्खरै होइन यो बन्दै किराँत रदु नासिरिङ शाखा केन्द्र भनेको छ होइन यो कार्यालय हो
त्यो बुक चाहिँ के भन्छ भनेदेखि चाहिँ वंशावली भन्छ। सबै हाँगाको त्यहाँ हुन्छ, हाम्रो मात्रै होइन, यता जेठाको मात्रै होइन, अघि भन्यो नि जेठा माइला साइला कान्छ, तिनैवटाको हाँगाको बनाउँछ। 4 भाइ त्यति मात्रै होइन, विश्वकै नाछिरिङको बनाउने अरे, विश्वकै नाछिरिङ नेपालमा मात्रै होइन अरे, अरू ठाउँमा पनि छ अरे। उहाँहरू त्यसो भन्नुभयो, छक्क पऱ्यौँ हामी त। अरू देशमा पनि रहेछ, नेपालमा मात्रै नाछिरिङ छैन, नाछिरिङ अरू देशमा पनि छ। त्यो बर्मातिर होला, त्यो कुन देशमा रहेछ नाछिरिङ, कुन कस्तो रहेछ तिनीहरूको पनि हामी वंश टाइम लाग्छ, हामीले तिनीहरू पनि सङ्कलन गर्दैछौँ भन्नुभएको छ। अब हेरौँ त्यो बुकमा सबै हुन्छ। त्यो बुक भनेको इतिहास जस्तै पढ्न पाइयो होइन, त्यहाँ सबै पढेपछि त्यहाँ सबै थाहा हुन्छ नि त, सबै थाहा हुन्छ। अब हाम्रो तपाईँहरूको सबै लेखेका छौँ हामीले होइन, जाने बुझेसम्म चाहिँ। अब त्यो सुरुबाट मेन जराबाट हाँगा बिगा छोरीको पनि शाखा सन्तानको मात्रै नभए शाखाको पनि लेखेका छौँ, छोरीसम्म छोरीको पनि लेखेका छौँ। छोरी जन्मेको छ नि त, कसैको छोरा छैन। अब छोरा छैन पछि उसको छोरा छैन भनेर लेख्नु भयो, मिलेन, उसँग छोरा छैन। चेलीहरूपट्टि पनि जाँदो छैन रिवाज, त्यही त नरेशम्महरू फुपूहरू पनि जानुहुन्छ नि, त्यो चेलीपट्टि पनि गयो त्यस्तो हुन्छ। र अब धिराज देवराज तिमीहरूले त्यो शान्तिनगरमा पर बुढी खोलातिर कता कता छ त्यो संस्था, उनीहरूले घर घरै डुला हिँड्दो रहेछ, घर घरै मिटिङ बस्दा छन्। कहिले लक्ष्मी मार्गमा, कहिले के भन्छ गछियातिर, गछिया महेन्द्रको छोराहरू चाहिँ यहाँ समावेशमा छैनन् भन्ने कुरा सुनियो के यहाँ चाहिँ। तर यतैबाट डाटा तिमीहरूको हामी सङ्कलन गरेर पठाइसकेका थियौँ, मेरो साथमा थियो। यहाँको संस्थामा आबद्ध छैनन्, उहाँहरू कता हराए के भयो त्यो थाहा छैन। अब छन् अरे भन्ने चाहिँ सुनिन्छ, कहाँ छन् के छन् थाहा छैन। अब यहाँ आएको छैन, यहाँ समावेशमा आएको छैन भनेर भने पछाडि माथिबाटै छ नि त, हाम्रो डाटामा सङ्कलित छन् केटाहरू। र भए पनि अब यहाँ चाहिँ उहाँहरू पनि आउनु पऱ्यो नि त, यहाँ समेटिनु पऱ्यो नि त, मिटिङमा चिन्जान गर्नु पऱ्यो। चिन्जान हाम्रो छोरीचेली त्यो खालि अब त्यो हामी चाहिँ बाहिर अब विदेश कहाँ के अब त्यो मिटिङ कहिले हुन्छ, त्यो 3 महिनामा कि कति 3 महिनामा कि कतिमा गर्छन् भन्ने सुनेको। मन पनि तल बस्दैछ अब होइन, स्थायी बसाइ भयो भने त्यो पनि त्यहाँ समावेश हुनुपर्छ कि संस्थामा। यसो 1-2 हजार दिएर यसो भइराख्नु पऱ्यो कि, त्यही त सदस्य पनि राख्नु पऱ्यो। बाहिरबाट त्यहाँबाट त्यो भनेको त्यहाँनिर संस्थामा आबद्ध उहाँहरू यहाँ 2 ठाउँ नै भयो भने झन् राम्रो। अनि यस्तो छ र त्यसले गर्दाखेरि यहाँ तपाईँहरूको सबैको 5 भाइको नाम लेखेर हामीले केन्द्रमा पेस गरिसकेका छौँ। अब त्यसको डाटा स्मृति निस्किन्छ, त्यसलाई चाहिँ किन्नुपर्छ फेरि है, किन्नुपर्छ। अनि सबै फ्यामिलीको छ त्यहाँ होइन, सबै फ्यामिलीको छ। अब तिमीहरूको मम्मीको राखेको छु मेरो नाम महेन्द्र प्रसाद रेणुका भनेर लेखिएको छ। अनि उहाँको 5 भाइ छोराहरू फल्न भनेर लेखेको छ। अनि सबै लेखेको छ। बिग्रेको थियो तपाईँहरूको त्यो सचाइदिएका छौँ, सचाइदिएको छु। दिपम्पा र महेन्द्रको ठक्कै साटिएको छ क्या। महेन्द्रको छोरा त दीपक भएको, मनकुमार धनकुमार धनकुमारको घर गएको, प्रवीण महेन्द्रको छोरा भइराखेको। अनि फेरि धनगम्भीरको छोरा धीराज राई, देवराज राई, यस्तो लेखेको रहेछ पहिलाकोमा क्या। पहिला वंशले चुटी हातीरामले पाथिकामा हाम्रो दाजुभाइ मन्जीको चाहिँ हामी मन्जी बाजेको चाहिँ हामी पऱ्यो। 2 जना मन्जी र पुण्य आएको रहेछ राखादेखि यता होइन, जेठा आँखाको छोरा शिकार खेल्दै आएको। आउँदाखेरि मन्जी र पूर्णिमा, मन्जी चाहिँ यता बस्यो, वातेमा बसेर यता पत्कुरी छिरेछ। पुर्णी चाहिँ फेरि फर्केर गएछ, खोला गएर तलदेखि देवकुम खोला पछाएर माथि बसेर भुसुङ दहको चाहिँ हातीराम खालहरू चाहिँ पुण्य बाजेको चाहिँ सन्ततिहरू उनीहरू। त्यहाँ थुप्रै सुखारे बाजेहरू थुप्रै बाजेहरू छन्, तर मरिसक्यो अब चाहिँ पुर्खाहरू थिए। म त्यतिखेर ती पुर्खाहरू सुखारी बाजेहरूसँग गफ गर्न पुग्थेँ। अनि हाम्रो
ठुलो गतिलो वंशावली हाम्रो पेपर थिएछ क्या, पुर्खाले लेखेको थियो। पुर्खाहरू ज्ञानी पनि हुनुहुन्थ्यो रहेछ। तर त्यो चाहिँ त्यो पुर्खाले दस्तावेज त्यो पहिलाको हाम्रो चाहिँ वंशावली भनौँ न पुरा कागजमा भइ भन्छ जस्तै खालको लेखेको क्या। अहिले पो बुक बनाउँछ, त्यतिखेर त सलका हात लेख्दै झाएर कति पुग्छ कति लामो पाहाडी घाँसमा कलमले मसी चोक्दै लेखेको, त्यस्तो लेखेको हाम्रो थिएछ वंशावली। त्यो चाहिँ आग लागि भएर डढेर गएछ। अनि त्यो पछाडि हातिरामले सङ्कलन गरे, यतै आएर उनीहरूले सङ्कलन गरे। हामीले दिएको डाटा, हामीले दिएको दस्तावेज वंशावली प्रिन्ट गरेर निकाल्नु चाहिँ, तर त्यसमा तपाईँहरूकै परिवारको बिग्रेछ कि महेन्द्रको र धनगम्भीरको बिग्रेछ, अरूको ठिकै थियो, मेरो पनि ठिकै, अरू इक्राम खालहरूको बाजेहरूको सबै ठिकै। अनि हो त्यस्तो भएकोले अब त्यसलाई चाहिँ यसपालिको हाम्रो कामले चाहिँ अस्ति भर्खरै त पेसेको पुसमा अब यो पुसमा 1 वर्ष हुन्छ। यो नासिरिङे समूहहरू चाहिँ धेरै कतिजना जस्तो छ हौ? नासिरिङ त अब टोटली त भन्न सकिँदैन, टोटलीमा त मधेस र राजाहँ के अरे सरी वातेमहपट्टिको मात्रै हामी 20, 21, 22 घर छौँ मधेस र पहाड गरेर 21, 22 घरै छौँ। तर मुख्य अब महेन्द्रको छोराहरू 5 भएको हिसाबमा टोटली ल्याएको छैन नि त, महेन्द्रको घर मात्रै आएको छ नि त। मेरो र सुरनको मात्रै आएको छ, अरूको आएकै छैन घरधुरीको सङ्ख्यामा। जब त्यो संस्थामा आबद्ध हामीले चाहिँ केही बजेट दिएर हामी संस्थामा त्यो सुरुमा उनीहरूले त्यो सुरुवात गर्दा चाहिँ अब कतिबाट सुरु गर्ने त्यो एउटा चाहिँ समूह जस्तो होइन, एउटा संस्थालाई चाहिँ अब त्यो पैसा चाहिँ सङ्कलन गरेर अब त्यो फेरि पछि त्यसको अब जसले अब पालै महिनै पछि चलाउन पनि मिल्यो। अब तैँले चलाए ब्याजमा कति पैसा भनेको चाहिँ तपाईँको एकैचोटि सहयोगको रूपमा होइन, बचतको रूपमा जस्तो सहयोग यो सहकारीहरू जस्तै हो क्या, जस्तै सदस्य बनिरहने भने सेयर बचत भन्छ, सेयर सदस्य भन्छ। 5,000 चाहिँ छुट्टै जान्छ फेरि, 5,000 चाहिँ सेयर। यहाँ चाहिँ हाम्रो त्यस्तो नियम छ, 5,000 जान्छ, त्यो चाहिँ सेयर भाइ रहेछ दाजुभाइ रहेछ भन्ने बुझिन्छ। फेरि बचतवालाको छुट्टै हुन्छ, बचतवाला छोरीचेलीले पनि पायो, अनि अरू आफन्त भान्जाले पनि पायो बचत गर्नु। सेयरमा चाहिँ दाजुभाइ खाल मात्रै, सेयरमा चाहिँ दाजुभाइ मात्रै, बचतमा चाहिँ पायो। भोलि नोक्सान पऱ्यो भने त्यो सेयरभित्रको भाइहरूले बिहोर्नुपर्छ, भागी लाग्छ त्यो ऋण, भान्जासम्म पायो। बचत गर्नु त जसले पायो, डाँडीले पनि पायो, अन्य जातिले पनि पायो, बचत गर्नु मूल भनेको दाजुभाइ जस्तो भए पनि संस्था हो त त्यो होइन। दाजुभाइले खोलेको दाजुभाइ संस्था नै भएको अरूलाई पनि सेवा पुगोस्, उसले बचत तथा ऋण निकाल्नु पायो, बचत गर्न पायो होइन। नियम अनुसारले उसले ब्याज पायो, बचतको ब्याज पाउँछ, ऋणको ब्याज तिर्नु पर्यो उसले, चलाउनेले। अरू जो कहिले पायो सार्वजनिक रूपमा यो भाइहरूले मात्रै चलाउन पाउँछ भन्ने हुँदैन, जसले पनि पायो बचत गर्न पायो, बचतको ब्याज पाउँछ। त्यहाँको सेयर धनी भने चाहिँ भाइ सेयर धनीले चाहिँ के फाइदा पर्यो भने ऊ सेयरमा रहेछ, सेयर भनेपछि ऊ दाजुभाइभित्रको मान्छे रहेछ भन्ने बुझिन्छ। मन्जीको छोरा चाहिँ यहाँ रामजोसिङ भन्ने जन्मेछ क्या, रामजोसिङ बाजे जन्मेछ। रामजोसिङ पछाडि भगिराज जन्मेछ होइन, भगिराज पछि जुगुते जुगुत्पा पनि भन्छ, जुगुते पनि रहेछ। त्यस पछाडि जुगुते पछाडि चाहिँ अलिकति म पनि कन्फ्युज छु त्यसमा, हाम्रो वंशावलीमा बकाइदा लेखिएको छ, अहिले कण्ठमा चाहिँ मैले पनि अलिक कन्फ्युज छु म होइन। त्यहाँबाट हुँदै बाजे हुँदै चाहिँ अहिलेसम्म हाम्रो बाजेको बाउ बर्जबहादुरको बाउ फिस्टमान छेप्चु बाजेहरू दिपाको बाजे फिस्टमान जस्तै अब बाजेको चाहिँ उयो महेन्द्र र मेरो
बाबुको नाम रणगम्भीर भयो भने त्यो हाम्रो रणगम्भीरको बाबुको नाम वर्जबहादुर तपाईँको बाजे हाम्रो बाजे वर्जबहादुरको बाबु फिस्टमान फेरि बाजेको बाजे फिस्टमान फिस्टमान हाम्रो बाजेको बाजे फिस्टमान फिस्टमानको बाजे बाबु फिस्टमानको बाबु कति पुस्ता भइसक्यो 4 पुस्ता भइसक्यो फिस्टमानको बाबु 5 पुस्ता भयो बाबाहरूसँग नि जुकुती नै भयो क्या हो फिस्टमानको बाबु जुकुतेको बाबु फेरि त्यसको अरू दाजुभाइ पनि छ नि त जुकुतेको छोरा नरवीर भन्ने पनि छ नरवीर भन्ने चाहिँ हरित्र भन्ने पनि छ हरित्र भन्ने एकराम बाजेपट्टि गयो होइन नरवीर भन्ने उता राक्सो रम्पा छेउघरेहरूपट्टि गयो होइन टिकावीर नरवीर भन्ने हो उता भयो छेउघरपट्टि गए जुकुतेको छोराहरू जुकुतेकोदेखि माथिको भगिराजै हुनुपर्छ जुकुतेदेखि माथिको भगिराजदेखि माथिको होइन फिस्टमान तलै फिस्टमानदेखि फिस्टमानको बाबु जुकुते फिस्टमानको बाबु जुकुतेको बाबु के भन्छ भन्दै थिएँ मैले बिर्सेँ भगिराजको बाबु रामजोशीको बाबु मन्जी रामजोशी भगिराज जुकुते फिस्टमान वर्जबहादुर रणगम्भीर यी 7 पुस्ता आयो 7 पुस्तामा रणगम्भीरको पालामा यो फुटेको भाइ फुटेको एकरामाको उता छोडेर यता हाम्रो फेरि वातेम्लो थियौँ पहिला हामी उता राखाबाट वातेम्लो नै थियौँ अब यो 7 पुस्ता रणगम्भीरको पालाको बेलामा चाहिँ ठ्याक्कै 7 पुस्ता पनि भयो 7 पुस्ता भएपछि भाइ फुट्न नियम रहेछ क्या 7 पुस्तामा भाइ फुट्ने नियम थियो पाउँछ अहिले 7 पुस्ता पुगेपछि पाउँछ 7 पुस्ता नपुगी पाउँदैन डाँडै काट्नुपर्छ भाग्नै पर्छ साइनो परेको छ भने साइनोमा पऱ्यो भने क्या चेली माइतीमा बिहे भयो भने होइन 7 पुस्तामा चाहिँ उयो 7 पुस्तामा त्यस्तो परिदियो भने ठ्याक्कै अर्को पाछा जोडेर गाँसे जन्माएर त्यो छुट्नु पायो हामी चाहिँ यो पाछाको जस्तै छुटेको यता र यता त्यही भएर उनीहरू अर्कै पाछा जस्तै एउटै गति परे पनि त्यो अब त्यो भाइमा छोरी चेलीमा त्यो विवाह त्यही त साइनो हुँदैन बिहा गर्नु हुँदैन भन्नेमा मिल्दैन भने अनि त्यो 7 पुस्ता पुग्यो भने अनि उसले अर्कै पाछा नाम राखेर उता छुट्यो यता अलग अलग 7 पुस्तामा त्यसो हुँदा चाहिँ अर्कै पाछा र अर्को पाछा गर्न मिल्छ भन्ने बस्न पायो गाउँमा होइन मैले त्यस्तो अब साइनो नदे साइनो लाग्नेमा त्यसो बिहे गरेर भने जानु पर्छ डाँडा काटेर आफ्नो गाउँमा बस्नु छुटेर जानुपर्छ वंशै फुट्छ अब वंशज भनेर नारीता पनि वंशज भनेर लेखेको हुन्छ नि त वंशज हुन्छ हो वंशज हुन्छ नि त हो त्यो वंशजबाट छुटेको हुन्छ क्या अनि ऊ त अलग बिलग हुन्छ छैन उसको फेद पनि छैन टुप्पो छैन नाभो हुन पुग्छ क्या नाभो हुन पुग्छ अनि उसले भोलि आफ्नो पृष्ठभूमि बताउनु पर्यो भने उसँग केही हुँदैन आधारै हुँदैन अनि त्यस्तो हुन्छ यस्तो कुरा चाहिँ जानिराख्नुपर्छ त्यही मलाई पनि मन थियो यो कसरी हाम्रो के छ लिपि भाषा होइन हामी नाचिरिङ त नाचिरिङ अब अहिले साम्पाङ बोल्दा छौँ किनकि यो चाहिँ साम्पाङ बस्ती हो हामी चाहिँ कहीँबाट आएको बसैया गुसैया आएर कहीँबाट आएर बसेको होइन हामी चाहिँ यहाँको चाहिँ खाने भनौँ न यहाँको चाहिँ हामी चाहिँ के त भन्दाखेरि यो भूमिपुत्र हो यहाँको माटोको छोरा चाहिँ हामी भूमिपुत्र भन्नुपर्छ चाहिँ भूमिपुत्र यहाँको माटोको छोराहरू हामी यही ठाउँको माटोको छोराहरू हामी त्यस्तो हो त्यसरी बुझ्नुपर्छ त्यस्तो हो होइन हामी पनि खोइ उता आदिराजन पापोपाहरूकोतिर पनि अब
अब टुङ्गियो दिपा यो कुरा अब लगभग टुङ्गियो मोटामोटी रूपमा मैले मोटामोटी रूपमा कहाँदेखि कहाँ आएको कति हाँगा बिगा कुन पुस्तामा आइपुग्यो हामी भन्ने कुरो थाहा भयो नि त त्यहाँबाट त अब हामी त कम्तीको पालासम्म 7 पुस्ता भयो मेरो पुस्ताले तिम्रो बाउ हाम्रो पुस्ता 8 भयो हाम्रो छोराछोरीको पुस्तामा तिमीहरूको पुस्ताले 9 भयो तिमीहरूको छोराले 10 मा पो जान्छ हामी चाहिँ 9 पुस्ताको 7 8 9 मा 9 मा अब 8 मा छौँ अविनाशहरू 10 हुनुहुन्थ्यो अविनाशहरू अब भाइको छोराहरूको सुरन दाइहरूको छोराहरू 10 भनेको 10 मा त्यसरी गर्दै जान्छ त्यही त यस्तो अब यो रामगा भोलि पर्सि त्यो अब हाम्रो छोरा नाति पनातिले भोलि पर्सि हाम्रो बारेमा पनि उनीहरूले यसो नै यता दिपाम्पा बाजेहरूको चाहिँ कतिमा त्यही पुग्यो हाम्रो बाजे दिपक बाजे 7 मा पर्यो त्यही बखतहरू सबै 7 मा एकरामहरू सबै 7 मा पर्यो अब दिपा बाउहरू बखत काकाहरूको चाहिँ कहाँबाट हो वंश चाहिँ हामी एउटै बखती काकाहरूसँग हामी एउटै अनि मतलब बखत काकाहरूको बाउहरू चाहिँ मतलब बखत काकाको बाउको बाउ चाहिँ बाजेको बाउहरू चाहिँ बखतको बाउ तिरबखतै हो तिरबखतको बाउ इन्द्रबहादुर हो इन्द्रबहादुरको बाउ भनेको चाहिँ राजमान हो कहाँबाट आएको क्या ठ्याक्कै त्यहाँनिर चाहिँ राजमान भनेको राजमान के अरे इन्द्रबहादुरहरू फिष्टमानहरूको बाउ एउटै हो राजमान वर्धबहादुर इन्द्रबहादुरहरूको बाउ फिष्टमान हो एउटै हो त्यस्तो हाँगा छुटेर वंश भङ्गाल हो अनि हाम्रो पनि त त्यही त अब हाम्रो के अरे बाजेको 2 जना भयो बाउहरू अब 2 जनाको पनि फेरि हामी यतापट्टि पर्यौँ अब सुरन दाइहरू अर्को भयो त्यो बखत काकार भने त्यस्तै हो क्या अनि मतलब कुन बाजेबाट चाहिँ त्यस्तो भयो बाजे भन्दा के अरे बखते काकारको बाउ र हाम्रो बाजेहरू दाजुभाइ एउटै बाउको चाहिँ होइन तर अब त्यो हाम्रो बाजेहरूको बाउ चाहिँ बाजेहरूको बाउको बाउ सायद दिपम्पा बाजेहरू अनि उता के अरे उजुरम्पा बाजे अनि हाम्रो यहाँ रणगम्बर बाजे अब हामी चाहिँ दाजुभाइ छुट्यौँ नि त अब यहाँ प्रवीण काकाहरू भयो अब यता हाम्रो दिपाहरू भयो हो त्यस्तो ठ्याक्कै क्या कहाँबाट चाहिँ ठ्याक्कै छुट्यो भन्ने कुरा क्या मेरो चाहिँ राजमान बाजेबाट चाहिँ त्यसो छुटेको राजमान बाजेको अब हाम्रो त्यही त के अरे बाजेहरूको बाउ हाम्रो बाजेहरूको बाजेहरू भने अब 3 जना बाजे उजुरेम्पा बाजे दिपम्पा बाजे हाम्रो रणगम्भीर बाजे 3 जना बाजेहरूको बाउ हाम्रो जेजु बाजे वर्धबहादुर हो त्यस्तो उसको उनीहरूको बाउ फेरि वर्धबहादुरको बाउ परमध्वज त्यसरी के अब तेरो छोरा हुन्छ मेरो छोरी हुन्छ त्यो फेरि हाँगा आखिर दाजुभाइ त हाम्रो दाजुभाइ गयो हो नि त सन्तान त हो नि त त्यो सेम क्या तर फाटिँदै भोलि पर्सि त्यस्तै जस्तो अब त्यही त अहिले हाम्रो छोराछोरी भयो भने अब हाम्रो काका बढाउँछ यो अनि हाम्रो बाजे उनीहरूले हाम्रो बाजे भने चाहिँ हाम्रो बाउ अनि भोलि पर्सि त्यही त के अरे दिपको पनि अनि के अरे अब सुरन दाइहरू सुमनीहरूको कसको यो मनिहरूको छोराछोरी हुन्छ उसको पनि फेरि छोराछोरीको पनि छोराछोरी हुन्छ उनीहरूले पनि यसो खोज्दै हाँगा यो रहेछ यहाँ दिपामा आइपुग्छ अनि दिपाबाट बाजेमा चाहिँ ठ्याक्क मिलन भयो नि त बाजेबाट चाहिँ अनि बाजेबाट दिपाम्पा बाजे अनि उता हो त्यसरी छुटेको रहेछ हाम्रो कति पुस्तामा चाहिँ छुट्यो भन्ने चाहिँ मूल चाहिँ एउटै मूल हो मूल जरा मेन जरा मूल भनेको एउटै हो होइन त दिपा हामी छुटेको भनेको चाहिँ नि छुटेको भन्नुको अर्थ चाहिँ त्यो वातेम्लुक पाछामा रहँदै गर्दा चाहिँ त्यो बेला 7 पुस्ता पुगेकोले गर्दा 51 सालमा चाहिँ ठ्याक्कै पुस्ता गलेर त्यहाँ पढिदिँदाखेरि साइनामा पढिदिँदाखेरि अब त्यो दाजुभाइले माया लाग्यो खेदाउनु त बरु अब विकल्प के छ भनेर हेर्दाखेरि इतिहासले हेर्दा विकल्प लो अब गन्दाखेरि पुस्ता हामी यहाँ हाम्रो पुर्खाको 7 पुस्ता भइसकेको छ अब 7 पुस्ता हुँदाखेरि
7 पुस्तामा हार फोर्न पाइन्छ भन्ने नीति भएकोले गर्दा त्यो नीतिलाई चाहिँ आधार मानेर पुर्खाहरूले मिटिङ बसेर दुई पक्षका मिटिङ बसेर चाहिँ अब हामी पुस्ता 7 पुस्ता भयो 7 पुस्ता गलिसके पछाडि हार फोर्न पाइने नीति छ। त्यसैले आधार मानेर पुस्ता अब हामी चाहिँ हार फुटाउँ। हार फुटा पछाडि पुस्ता के अरे पाछा चाहिँ काम बिगार्ने पक्षले खोज्नु पर्यो। काम नबिगार्ने त उसको त्यही छँदैछ पहिलाकै नयाँ जन्माएर उसले नयाँ पाछा जन्माएर ऊ छुटिनु पर्यो गर्दा काम बिगार्ने त हाम्रो वंशको पर्यो हाम्रो हाँगाको पर्यो परशुराम होइन काम बिगार्ने। अब उतापट्टिको चाहिँ अब भनौँ न एकराम बाजेको वंशपट्टिको चाहिँ छोरीचेली भाना भान्जालाई उहाँले हराप्यो। हाम्रो पुर्खाले हराप्यो हाम्रो काकाले तिमीहरूको बाजे हरापी पछाडि गल्ती गर्ने त हाम्रो पक्ष पर्यो। हाम्रो पक्षले पाछा जन्माउनु बाध्य भयो। पाछा जन्माउँदाखेरि त्यहाँ छलफल गरेर मिटिङ बस्दै गर्दाखेरि पाछा जन्माउँदा आज चाहिँ अघि नै कुरा गरेँ नि धनगम्भीर तिमीहरूको बाजेले पाछा जन्माउनु भयो राजा पुराजा भन्ने नामको चाहिँ पाछा जन्माउनु भयो। अब त्यो बेलाको अवस्थामा अब ल ठिकै छ पुर्खाले भनेको कुरा अर्थ साहित्य होला भन्ने हिसाबले त्यसमा सबै सहमति भइसके पछाडि राजा पुराजा नामको पाछा लिएर हामी छुट्यौँ। गैरी घरी भन्छ हामीलाई छेउ घरी भन्छ उता नरवीर बाजेपट्टिको उहाँहरू सन्तोषहरू के ढाक्सुरहरू जस्तै किशोरहरू सन्तोषहरू मनोजहरू चाहिँ उनीहरू पनि हाम्रै उयो पो रहेछ त होइन दिपा। अनि यो के अरे जुन यता सुन्नु त्यहाँबाट हाम्रो त्यो पुर्खाहरूले चाहिँ ठ्याक्कै अब पाछा जन्माउँ भने पछाडि हो त्यसरी त्यो राजा पुराजा जन्मायो। अनि त्यो चाहिँ फेरि यहाँ मात्रै पाछा जन्माएर त भएन। हामीले नीतिगत रूपमा हाम्रो वैधानिक रूपमा हामी पहिचान हाम्रो कायम गर्नुपर्छ र हामी पक्का यथार्थमा हामी ठेट राजा के अरे वातेम हो हामी हो भन्ने प्रमाण केले दिन्छ त भन्दा त केन्द्रीय समितिले दिनु पर्यो नि त। यहाँ मात्रै हामी म यस्तोको वातेम हो भने हिँडेर त भएन। त्यो त आधिकारिक रूपमा संस्थामा दर्ता हुनु पर्यो। आधिकारिक रूपमा दर्ता हुनु पर्यो। त्यसले गर्दा दर्ता गर्न जाँदाखेरि जिल्लाबाट जानुपर्छ पहिला। जिल्ला कार्य समिति चाहिँ हाम्रो नासिरिङ किराँत नासिरिङ शाखा केन्द्रीय के अरे जिल्ला कार्य समिति चाहिँ वैशुलपुरमा बसेको थियो छ त्यहाँ। त्यतै भेग बढिरहेको थियो हाम्रो सबै त्यता त्यो के अरे एकचोटि त्यो गायक सङ्गीतकार विक्रम राई त्यो त नाचिङै रहेछ त बाठो अस्ति मरेको सबै विक्रम राई मर्यो नि काठमाडौँ गाडी चलाउँछ नि रोयल नाचिङ नाचिरिङहरू त्यो गाडी रोयल नाचिरिङहरू कुद्छ त नाचिरिङ सब यता छ त्यो यहाँ त के हो र नाचिरिङहरू छन् तर अनुहार दिन पढेको नाचिरिङहरू हुँदो रहेछन् है हामी भन्दा पनि गए गुज्रेको हामी जस्तै के नेता उनीकै बाठो त छन् तर जिउले साथ नदिएको क्या शारीरिक मोडलहरू नमिलेको अलिक ढाको मको राजनीतिहरू त त्यस्तो हुन्छ नि। तर जस्तै हर्क साम्पङ त्यस्तै खालको छ नि त ढाकिलो छैन कसले राजनीति त्यस्तो नेता भन्छ फिस्टिए भन्छ फिस्टिए जति त घोटाला जस्तो छ बिचारा उसँग कति ज्ञान छ तर मान्छेको त्यो शरीर त्यो हाम्रो नाचिङमा पनि त्यस्तै कोही चाहिँ गाँठी हेर्दा नेता जस्तै कोही चिरो गाँठी शरीरले एकदमै साथ दिएको हुन्छ क्या फिजिकली मोड बन्नु राम्रो हुन्छ उसको सबै कुरा राम्रो हुन्छ होइन। त्यो त्यसरी त्यसले गर्दा त्यसरी चाहिँ नि हाम्रो चाहिँ पुस्ता त्यसरी गरेर अहिले यो अवस्थामा यो स्टेजमा आइपुगेका छौँ। अहिले चाहिँ अब हाम्रो एकदम अब आधिकारिक रूपमा बनाइसकेका छौँ। त्यो छिटै हाम्रो प्रकाशन हुन्छ। हाम्रो यो वातेम भाषा पनि केन्द्रमा दर्ता भइसक्यो। यो भाषा चाहिँ दिपा यो के हुन्छ भइसक्यो त्यो नाचिरिङ राई के सामेट भन्दाखेरि
वातेम हो अनि खालि पुनासा फुपुले अनि वातेम लेखिरहेको हुन्छ त नाम पुनासा। अनि यो के अरे जुन हाम्रो यो अब राईहरूको नासिरिङ चाहिँ फेरि के हुन्छ राईहरूको थर हो फेरि थर हो नासिरिङ भनेको चाहिँ के हो भने थर हो भन्नुपर्छ है राई मध्येको नासिरिङ थर नासिरिङ थरको राई हो नासिङ थर हो राई चाहिँ किन के अरे नासिरिङ चाहिँ के हो त्यो चाहिँ कुन राई भन्दाखेरि चाहिँ बान्तावा नाचेरिङ यस्तो छेदापियार भने जस्तै हो भने जस्तै हो कुन राई भन्यो भने नासिरिङ राई हैन पासा भनेको वातेम गोत्र सामेत सबै त्यही त सामे बिहे गर्दा त खोज्दो रहेछ नि सामे अर्को छ एउटा बिहे गर्दा सामे चाहिने बिहे गर्दाको त्यो चाहिँ टिभी राख्दा हुन्छ नोट गर्दा हो त नि त्यो चाहिँ के भन्छ भने खोज्छ त यो त तपाईँहरू कुन सामे हो भन्छ सामे चाहिँ राम्रो ठुलेले पनि बुझिराख्नुपर्ने कुरा हो अब वंशको त अब हाम्रोमा त ठुले हो यस्तो यता अब हाम्रो लागि चाहिँ अब यो कुरा त सुनिरहनु पर्ने हुन्छ भोलि खोज्छ अब हाम्रो छोराछोरीले खोज्दा चाहिँ भन्नु पर्यो बिहे उयोहरूमा त भन्छ नि पुर्खाहरूले त्यसमा चाहिँ हामी के भन्नुपर्छ यसमा रादेपा राछेमा राछेलुङ भन्ने हो हाम्रो सामे रादेपा रादेपा राछेमा राछेलुङ तीनटा हो लामै रहेछ रादेपा राछेमा राछेलुङ अनि अब त्यो त नाचिरिङ अनि हाम्रो थर हो अनि अब गोत्र भने पनि यो के पाछा भने पनि वातेम हो